Hello guys, welcome to my video. मलाई जति कमाइ नि पुग्दैन, जति छ आफूसँग जति छ त्यसैमा खुसी हुन्छ। तिमी त जन्मिँदाखेरि के कट्टु लाएर के त देखिएको छुट्टी पर्छ होइन। किन त हेलो गाइज, वेलकम टु माई भिडियो। मलाई चाहिँ यहाँ सन्चै छु, तपाईँहरूलाई पनि सन्चै होला भन्ने आशा गर्दछु। र हामी चाहिँ यहाँ टक्क होइन स्पेनको कास्ट्री भन्ने ठाउँमा होइन टक्क यहाँ घुम्न आएको छु र होइन एकदमै रमाइलो ठाउँहरू देख्न सक्नुहुनेछ तपाईँहरूले मेरो पछाडि वरिपरि होइन। अनि यहाँ चाहिँ एकदमै यहाँ यही तल चाहिँ माछा खोला छ होइन, खोलामा चाहिँ माछा चाहिँ ठुलो रहेछ होइन। दन्नैले माछाले खाइदिएन भने दन्नैले भाच्या हो। यस्तै छ के भनौँ, कहिले कति बज्यो अहिलेको 9 बज्न लाग्यो अहिलेको। अझै घाम लागिरहेको यता पछाडि हेर्न सक्नुहुनेछ तपाईँहरूले होइन। त्यही नै हो, हावा नि छुच्चा हावा लागिरहेको। यहाँ चाहिँ अहिले चाहिँ यहाँ नेपालभन्दा अलि गर्मी नै छ ठाउँहरू चाहिँ होइन। त्यही नै हो, खासै बोल्न त आउँदैन होइन, चस्स कहिले काहीँ दिइरहेको हुन्छु भैया। चस्स खासै बोल्न त आउँदैन होइन, कहिले काहीँ यसो भ्लग बनाऊँ भनेर यसो बोलिरहेको छु, यसो ठाउँहरू देखाउँदैछु। यस्तो दामी घरहरू रहेछ होइन। तर नेपालभन्दा त एकदम नराम्रो ठाउँ नेपालमा त बबाल जनता बबाल। यो त केही होइन नेपालतिर त होइन। हामी चाहिँ अहिले त्यहाँ खोला पछाडितिर जानेछौँ, ड्याम साइड जानेछौँ। सो तपाईँहरूलाई देखाउनु नै छु, हेर्दै गर्नु होला अन्तिमसम्म भिडियो हेर्दै गर्नु। त्यही नै हो। यहाँ चाहिँ अहिले फलफुलहरू मस्त फलिरहेको होइन। यहाँ चाहिँ बदामको बोटहरू, यहाँ हरियाली छ पछाडि होइन, बबाल। अब सुन्नमा आएको थियो तिमीले चाहिँ अस्ट्रेलियामा त करोडौँ कमायो रे भन्ने मार्केटभरि त्यही हल्ला छ त के हो? लगभग 5 महिनामा त्यस्तै 5,000,000 कमाइयो होला, त्यति हो। अरू त थाहा होइन, धेरै कमाउनु हुन्न। अब त्यही हो, अब नाङ्गै आउने हो, नाङ्गै जाने हो। अब जति कमाइ नि पुग्दैन, जति छ आफूसँग जति छ त्यसैमा खुसी हुनु होला तपाईँहरू। त्यही हो मेरो भनाइ। तिमी त जन्मिँदाखेरि के कट्टु लाएर जन्मिएको कट्टु थिएन, म नाङ्गै आएको। अब अहिले चाहिँ कट्टु लाएको छु हो। भित्रबाट कि बाहिरबाट? दुईवटा कट्टु छ। ठिक छ, ल लगाउनु पर्यो। कति सेतो देखिएको यार। यस्तो हुन्छ। अनि फेरि कति बेला चाहिँ हाम्रो यस्तो रनिङ पनि चल्छ है, तर अहिले चाहिँ चल्दैन। अहिले चाहिँ वाकिङ मात्र हो। हाम्रो 1 हप्ता जति भयो, हाम्रो चाहिँ अहिले वाकिङ मात्र चलिरहेको छ। अहिले फुल्ली हामी रेस्ट मोडमा छौँ। अब चाहिँ भने भोलिदेखि चाहिँ कन्टिन्यू हाम्रो फेरि डेली रुटिन सुरु हुन्छ। अनि त्यसपछि हाम्रो फेरि चाहिँ 3-4 किलोमिटरको रनिङ अनि एक्सर्साइज चाहिँ कन्टिन्यू चलि नै रहन्छ। तर 1 हप्ता भने चाहिँ हामी विश्राम लियौँ। ठिकै छ, शरीरलाई चाहिँ कहिलेकाहीँ रेस्ट पनि चाहिन्छ। सधैँभरि स्ट्रेस दिएर मात्र पनि हुँदैन, कहिलेकाहीँ चाहिँ यसो छुट्टी पनि लिनुपर्छ होइन। बडी त छैन त्यही पनि होइन, यसो रनिङ चाहिँ हानिरहेको हुन्छ। ठिक छ, रनिङले बडी बन्दैन नि त। बडी बन्नलाई त त्यसको छुट्टै एक्सर्साइज हुन्छ। ज्यान बनाउनको लागि नै होइन, यतिकै आफू यसो फिट रहनको लागि मात्र हो। तर हामी चाहिँ फिटै छौँ होइन। फिट एन्ड फाइन त्यस्तो राम्रो अहिलेसम्म फिट एन्ड फाइन नै छौँ। त्यस्तो राम्रो बडी चाहिँ छैन, तर चाहिँ फिटै भन्नुपर्छ यतिको लागि। हामी चाहिँ अब त्यहाँ ड्याम साइड खोलातिर यसो माछाहरू डुलेको नाचेको हेर्न जानेछौँ। अनि देखाउने छु तपाईँहरूलाई माछाहरू नाचेको, यसरी नाचेको डुलेको होइन, पौडी खेलेको देखाउने छु। जानुहुन्छ तपाईँ, दर्शकहरू जान्न चाहन्छन्। दर्शकहरूलाई म मात्र के भन्न चाहन्छु भने हाम्रो सुकु भाइको यो टिकटक हो कि तिम्रो युट्युब हो? टिकटक सबै टिकटक युट्युब
सबै आइडीहरूलाई फलो गर्नु होला, सब्सक्राइब गर्नु होला। सबैजनाले हाम्रो भाइलाई चाहिँ एकदमै माया गर्नुहुन्छ, अझै माया गर्नु होला। यति नै भन्न अहिलेको सन्दर्भमा यति नै भन्न चाहन्छु। सो गाइज हामी चाहिँ अहिले यहाँ ड्याम साइड पुग्न लाग देख्न सक्नुहुनेछ पछाडि होइन, त्यो पुल हो पछाडिको। सो लगभग लाग्छ अझै 5 मिनटमा पुल माथि पुग्नेछौँ। सो देखाउनेछु तपाईँलाई पुल माथिबाट यसो तल होइन खोला है त गाइज, हेर्दै गर्नु होला अन्तिमसम्म। त्यो अन्तिमसम्म हेरेर मेरो भिडियोलाई लाइक कमेन्ट सेयर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब हानिदिनु होला होइन। त्यही नै हो, त्यही नै भन्न चाहन्छु अरू त। सो गाइज हामी चाहिँ अब ड्याम माथि पुग्यो त यहाँ यही हो, यही छेउको। सो हामी अब टक्क तपाईँहरूलाई यो खोला देखाउने छु है, ड्याम माथि गएर टक्क देखाउने छु। यहाँ फुलहरू यस्तो बवाल बवाल फुलहरू छ होइन, टक्क फुलहरू किन अँध्यारो भयो ल। यस्तो फुल दामी दामी फुलहरू छ अँध्यारो भयो त। ए ड्याम माथि पुग्यो है त हामी, यही हो ड्याम माथि। ड्याम यस्तो उकालो चढेर आएको, अलि सास स्यास्या भइयो होइन। यही नै हो ड्याम, यसमा हो माछा पाउने। टक्क घामको त्यो लाइट टल्किरहेको होइन, यस्तो दामी छ ड्याम चाहिँ। त्यो हामी चाहिँ त्यो छेउमा जानेछु र देखाउने छु तपाईँहरूलाई। अन्तिमसम्म हेरिदिनु होला। यहाँ चाहिँ ठुलो माछाहरू पाइन्छ है त, माछा मार्न पाइन्छ। हिजो त यस्तो एउटा बुढोले त 4-5 माछा समातिरहेको थियो है, तर हामीलाई त दिएन नि त, हामीले मागेन होइन। मागे भए दिन्थ्यो होला। सो यसो हेर्नु त यहाँ अहिलेको 9-9:30 बजीतिर नि यहाँ यस्तो घाम लागिरहेको कि हुन्छ। म त्यहाँ हामी त्यहाँ उता त्यो किनारामा जानेछु अनि त्यो किनारामा जानेछु अनि तपाईँहरूलाई म देखाउनेछु है। उतै जान्छु अनि देखाउँछु, हेर्दै गर्नु होला अन्तिमसम्म। त्यही हो। लो गाइज हामी चाहिँ यहाँ अघि भनेको थिएँ नि मैले होइन, उताबाट देखाएको थियो। यहीँ किनारामा आइपुग्यौँ टक्क होइन। सो यहाँ चाहिँ माछा मार्दै हो। कुकुर त कत्रो ठुलो या माछा मार्दै होइन, कत्रो ठुलो कुकुर हो। माछा चाहिँ मारेन छ, खोइ देखेन मैले त, माछा त देखेन गाइज। म चाहिँ यो होइन वरिपरि हेर्न सक्नुहुन्छ खोला। तपाईँहरूलाई पनि आउन मन छ भने, यहाँ घुम्न आउन मन छ भने म लोकेसन चाहिँ पठाइदिन्छु होइन। तर अरू चाहिँ पठाउन सक्दिनँ, म लोकेसन चाहिँ पठाउन सक्छु। त्यही हो, लोकेसन त म लगभग 1 सेकेन्ड नै हालिदिइहाल्छु तपाईँहरूलाई। अरू त सक्दिनँ होइन, त्यही नै हो। कस्तो लाग्यो त हामी यस्तो खोलाहरू हेर्नु होला, दामी छ होइन। के हो माछाले के गर्ने आयो लो। खोला यहाँसम्म धेरै आयो, हिजो थिएन त यहाँ। खोइ त्यहाँ थियो त, यहाँ ढुङ्गो थियो, छैन। माछाले के गर्नु नि बढ्यो। यहाँ टक्क माछा होइन। अब भिडियो यति नै हो। भिडियोहरू यस्तो कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला, कमेन्ट हानिदिनु होला होइन। यी खोला त यस्तो बवाल छ है, सलक्क यहाँ पोखराको फेवाताल जत्रो हो। त्यत्रै होला, त्यत्रै होइन। भिडियो यति नै हो। तपाईँहरूलाई के कस्तो लाग्यो होइन, कमेन्ट लाइक कमेन्ट सेयर हानिदिनु होला। अनि मेरो युट्युब च्यानल
ब्लगलाई यसो सब्सक्राइब गरेर राख्नु होला अरू भिडियोहरू आउने नै छ है त त्यही नै हो के हो त्यो धन्यवाद है त तपाईँहरूलाई